लु यसरी रुन्छन् मान्छे अनि यो मानव अधिकार होइन ल हेर्नुहोस् यो मान्छे डिप्रेसनमा गइसक्यो अनुहार हेर्नुहोस् ल हेर्नुहोस् लोग्ने मान्छे यसरी रोएको छ यो 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 मानव अधिकार होइन यो मानव अधिकार भने टप्प बहादुर मगरलाई सोध्छु यसरी मान्छे रोएको छ लु भन्नुहोस् त 15 लाख रुपियाँले गरे 65 लाख रुपियाँ पैसा 65 लाख रुपियाँ पैसा बुझाइसके तर त्यो पैसा कहिले तिरिसकेन ब्याङ्कले मेरो सम्पत्ति जम्मै खाइसक्यो मेरो भाइ 80 लाख 60 लाख 80 लाख खाइसक्यो मलाई मिटर ब्याजीले अस्ति 3 दिनभित्रमा तेरो घरि खानु पर्ने उर्ती गर्यो म 5 दिनदेखि आएर रोएर बसेको छु मेरो 1 वर्षको म काठमाडौँमा मेरो बस्ने ठाउँ छैन तँ यहाँ आइस गर्ने त तँलाई काट्छु भनेर मैले हालेको छु मेरो परिवार मेरो सानो 2टा छोरी छ म डिप्रेसन भएर 1 वर्ष भयो काठमाडौँ लुकेर बसिरहेको छु अब यी मान्छे आएर मेरोमा बसेका छन् मलाई बुढीले के भनिन् भने यी मान्छे आएर दिने विषय हुन्छन् यो के हो अनि यस्ता मान्छेहरूलाई बचाउन खोज्छु भन्दा दुर्गा प्रसाद माफिया त्यो मान्छेको नाम चाहिँ भन्नु त दाइ राजु साई ठकुरी भन्ने मान्छेलाई म यहीँबाट भन्छु तपाईँलाई दशा नलागोस् भाइ है तपाईँले होइन मर्नु र बाँच्नुको हेर्नु जिन्दगी केही होइन मरेर केही लगिँदैन यसरी मान्छे नराउनुहोस् तपाईँले त्यो काम नगर्नुहोस् होइन तपाईँलाई त्यो पैसा चाहिएको छ भने आउनुहोस् हामी चन्दा उठाएर पनि दिउँला होइन अब यसरी मान्छे रोका छन् यहाँ मेरा बसेका छन् भरे झुन्डिएर मऱ्यो भने म लफडा पर्छ कि पर्दैन ल भन्नुहोस् त भरे केही भएर डिप्रेसनबाट हार्ट एट्याक भएर मऱ्यो भने पर्छ कि पर्दैन देशको स्थिति यो कम्युनिस्टले चलाएको देश त्यति मात्रै होइन म 82 सालमा यिनीहरूले टर्चर गरेर इन्डिया गएँ इन्डिया दिल्ली गएर यो के अरे ल ठिक छ तपाईँको कुरा म दिल्ली इन्डियामा गएँ इन्डिया गएर यो टिम बेच्यो भने त 50,000 आउँछ भनेर सुनि त्यही भएर गएको एउटासँग कुरो गरी 10,000 दिन्छु भन्यो